गाइस यिनीहरूले यति धेरै खुर्सानी खाँदा पनि केही भएन रे यिनीहरूलाई हेर्न सक्नुहुन्छ रियाक्सन हेलो गाइस वेलकम आज चाहिँ हामी सर्टपटिङ कम्पिटिसन गर्न गइरहेका छौँ यता सुदीप सविता र म छौँ हाम्रो पहिलो सर्ट चाहिँ रहेको छ खुर्सानी उठाउँदा गाइस एकवटा देख्न सक्नुहुन्छ अब यिनीहरू दुईजनाले चाहिँ त्यो खुर्सानीलाई होइन चबाउनेछ चबाएर त्यसलाई निल्दाखेरि हाई पिरो नभनिकन निल्यो भने एक बाइट खान पाउनेछ जसले हाई गर्छ त्यसले फेरि चबाउनु पर्ने हुन्छ र फेरि पनि हाई गर्यो भने खान पाउने छैन ल 1 2 3 गो चबाउ सुरुमा तिमीहरू दुईजना चबाउ अलि क्यामेरामा फोकस गर्ने त्यहाँनिर चबाउने पुरै चबाउने त्यत्तिकै निल्न पाएन चबाउँदैछ चबायो चबाउने मजाले चबाउँछु चबायो पानी चाहिन्छ क्या हाम्रो मित्रलाई चबा न गाइज सर्ट अनुसार यसले एक बाइट खान पायो अब तिमीहरू दुवैजना विनर भएको छ अब दोस्रो सर्ट रहेको छ पानी खाने पिरो धेरै भइसकेको होला होइन अब पिरो धेरै भइसकेकोमा जसले सर्ट पनि कम्प्लिट गर्छ त्यसले पानी खान पाउनेछ अब तैँले कुनै होइन प्रश्न यसलाई सविताले कुनै प्रश्न सुदीपलाई सोध्ने यदि मिलाएको खण्डमा सुदीपले पानी पिउन पाउँछ नत्र भने फेरि सुदीपले खोर्सानी खानुपर्नेछ जस्तै कुनै कुराहरू मिलाएन भने अब सविताले सोध्न यही कुरा हुँदैन मलाई त पिरो भएको छैन गाइज ल पालो रहेको छ सविताको केही पनि भन्दिनँ के छ कस्तो भइरहेको छ सुदीपलाई गाइज मजा आइरहेको छ होइन मिठो आइरहेको छ अरे होइन यिनीहरूलाई खोर्सानीको पाला आइसक्यो खोर्सानी यो जाडोमा यिनीहरूलाई पानी खाँदैन पर्दैन यो पिरो 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 भएको छैन नि गाइज फेरि खोर्सानी छोप्यो पिरो भएको छैन नि उता खोर्सानी फेरि पनि गाइज खोर्सानी हेलो गाइज हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्दैछ होइन लाइक कमेन्ट शेयर और सब्सक्राइब गरिदिनु होला है त हाम्रो यो भ्लग अब कन्टिन्यू नै हुनेछ हामी चाहिँ विभिन्न नयाँ नयाँ तरिकाहरूले होइन हामी कहिले हटियाको हाल्नेछौँ कहिले अब च्यालेन्जिङहरू हुनेछ आज चाहिँ अलि सुरुदेखि त्यति धेरै तयारी नभएको कारणले गर्दाखेरि अब चाहिँ हामी छिट्टै सिजर पेपर रकवाला च्यालेन्जिङ लिएर आउँदैछौँ त्यसमा चाहिँ हामी सायद अलि धेरै नै परिकारहरू राख्न सक्छौँ मोमो चाउमिन जस्तो तर हामी अब त्यो च्यालेन्जिङ चाहिँ घरमा गर्दैनौँ हामी कुनै बाहिर टाढा गएर एउटा गुड
सटर्डे भनौँ न मनाउनेछौँ। सपन साइड नत्र भने कतैतिर जानेछौँ। त्यहाँ चाहिँ तपाईँहरूले हामीलाई तिनैजनालाई एउटै फ्रेममा देख्न सक्नुहुनेछ। त्यहाँनिर चाहिँ हाम्रो खतरा कम्पिटिसन हुनेछ, हेर्नु होला। त्यो भ्लगमा चाहिँ म यिनीहरूलाई होइन एक बाइट पनि के नो चान्स। थ्याङ्क यू हाम्रो यस्तै यस्तै भिडियो हेरिराख्ने भए हाम्रो च्यानललाई फलो गर्नुहोस्। सेयर सब्सक्राइब गर्नु होला। हस् त, बाई धन्यवाद।